माई युट्युब च्यानल राई किराती ब्लग। अनि आज चाहिँ सबैजनालाई पहिलो नम्बरमा उभौलीको शुभकामना। सबैलाई राईहरूको महान पर्व उभौलीमा सबैलाई शुभकामना गर्दै हामी चाहिँ आज अनि यहाँ एकदम व्यस्त भइएको छ। मौसम यस्तो भइरहेछ। हाम्रो सुँगुरको मालिक नि सुँगुर जस्तै छ भन्ने बलियो भनेको। अनि आज चाहिँ हामी यो उभौलीको पारेर अवसर पारेर हामी चाहिँ मार हानेको छौँ। अनि यो सुँगुर चाहिँ कति किलो छ त भन्दाखेरि सबै अन्दाज कसको कति अरे भन्देऊ त। यो सुँगुर जम्मा 82 ल हर्क छ 90 दले 102 करोड रामबाङा कसको भेट्छ है? 40 केजी 42 केजी ल ठिक छ 40 सबै काराकुरु जोखाइ हुन्छ नि। 42 केजी खुट्टा निकाल्ने हेरे नत्र हो चाहिँ 90 खुट्टाहरु बेकार 1 केजी बुझिसक्यो त 82 भनेर। ल रामबाङाको 85 कसको भेट्छ है साथी हो? को चाहिँ यहाँ सुँगुरे टिम यता जेएनजीको 80 अरे बाङा 86। हाम्रो भोटुमान दाजु कताको साथी हो? हाम्रो चाहिँ अर्ग्यानिक सुँगुर बनाउने खाने कार्यक्रम हुन्छ सबै। अनि फेरि पनि भन्न चाहन्छु सबैलाई ह्याप्पी उभौली पर्व। अनि सबैलाई शुभकामना छ है। सुख होस्, सबैको प्रगति होस्। यो 2083 सालको उभौली पर्वको भोलि आउने हाम्रो चाडलाई चाहिँ सबै मिलेर मजाले मनाउँला। कोपाको कति अरे? कति किलो पुग्छ अरे? ए ढकमा लगाएपछि त म पनि भनिहाल्छु नि। ल साथी हो टिलिक्क भइसक्यो यो चाहिँ माल चाहिँ यहाँ रहेछ। है साथीहरू हामी चाहिँ फोरफारे गरेर एकदम काटकुटेमा लागिएको छ। तपाईँहरूलाई इच्छा चोचेको मासु कतिको मनपर्छ त? चार पाटे यहाँ हाम्रो भोटुमान दाजु चाहिँ टाउको मात्रै, त्यो पनि टाउको हड्डी मात्रै खाने अरे। अनि यहाँ कसै चाहिँ काट्नै नजानेर बिजोग भइरहेछ। ल यहाँ मासु ए फिला अचानक हुनु पऱ्यो नि त। अनि यो चाहिँ भेजमा आएको अरे। यो पनौती चाहिँ नआएको भए पनि हुन्थ्यो बरु। 500 रुपियाँको यो 500को यो 200को गर्दा कति भयो हिसाब गर्नु होला। उसले लाने अरे सुन्नुभयो नि? यो 500को यो 500को यो 200को 250 रुपैयाँ गोटा कान कति भयो? हेर्नु खोइ अलि दाम गरिदिउँ। यो चाहिँ मासुभन्दा फाल्टो त्यता दुध भर्नुसम्म कहाँ यो चार पाटे म त हैन हौ ल है साथी अघि लाउने क्रम हुँदैछ। यहाँ अर्ग्यानिक सिङ्का हो फेरि चोया भन्छ यसलाई चाहिँ। तिखो सिको बनाएर झुन्डाउने चाहिँ डिजिटल होइन डिउरो त कालो हो।
देखो न गाइस देखो कस्तो अनुभव भइरहेछ रोशन सर देख लेना क्या करता है देख लेना यो गाइस देखो आंध्रा का क्या हाल हो गया यो मान्छेको चाहिँ हाल हो गया होइन उहाँको चाहिँ साह्रै सुहाएको छ हौ कपाल त्यस्तै मान्छे त्यस्तै अझै यस्तै पेसामा लाउनुपर्छ है अब अरू भनेको त पर्फेक्ट मान्छे हो खासै सधैँ गरिराख्ने मान्छे हो खासै नौलो कुरो भएन यो दुई भाइलाई चाहिँ अलिकति नौलो कुरा देखिरहेछ धोएको हेरौँ है यहाँ हाल्छु अर्काको भेजतिर आउँदै फ्रीमा चाड खानु पर्छ सिगाने मुला चाहिँ के भनिबस्छ तौलाई सौलाईको कार्यक्रम हुँदैछ होइन यस्तो छ हाम्रो चाडपाटी यो चाहिँ उभौली पर्वको लागि एकदम हाम्रो तयारी हुँदैछ राई किराँतीहरूको महान चाड उभौलीको अवसर पारेर चाहिँ एकदम चोँचेलाई चाहिँ व्यवस्था गरिसकेको छ अब यस्तै छ अनि चोँचेको चाहिँ यस्तो छ आज एउटा भ्लग बनाइदिउँ भनेको बुढोहरू केटाहरू सब लागि परेर मेरो चाहिँ खेदो खनिरहेछ त्यही भएर गाह्रो छ जिन्दगी यो भ्लगिङ गर्नु पनि एकदम समस्या हुन्छ कि गाह्रो छ अनि तपाईँहरूलाई चाहिन्छ भने छुर्पी यो चाहिँ के भन्छ सेरगम पाक्दैछ यो भनेको धोइसकेको हो अनि हाम्रो यहाँ यताभित्र चाहिँ डायरी झिरिरिरिरिरि छ होइन यो चाहिँ डग छुर्पी हो हाम्रो अनि मेन ओनर भनेको मालिक भनेको हाम्रो रङ्गत छ नमस्कार भन्नुभयो होइन अनि तपाईँहरूले ट्रेनिङ पनि लिन सक्नुहुन्छ तपाईँहरूकोमा यस्तो टाइममा छुर्पी फुक्ने ढुसी लाग्ने अनेकौँ हुन्छ यो काम तपाईँहरूकोमा चाहिँ त्यस्तो छ भने चाहिँ हाम्रो रङ्गत छुवाबाट केही ट्रेनिङ पनि लिन सक्नुहुन्छ यहाँ चाहिँ भनेको ढुसी पनि छैन होइन एकदम राम्रो छ फुलिएको नि छैन केही छैन है एकदम राम्रो खालको छुर्पी बन्छ यहाँ चाहिँ डग छुर्पी हो तर खाने छुर्पी चाहिँ होइन अब कसै डग नै बन्ने हो भने चाहिँ खानु पनि मिल्छ फेरि यस्तो छ अनि यहाँ पाना छुर्पीको पाना चाहिँ यस्तो छ हाम्रो छुवाको आदेश बेगर भिडियो चाहिँ बनाइयो अब माफ पाउँ गल्ती भए तर एकदम सही छ राम्रो कुरालाई फोकस गर्ने हो राम्रो कुरालाई यसो देखाउने हो त्यही हो मेरो चाहिँ लक्ष्य पनि घिउ बनाउनलाई एकदम फ्रिज एकदम तयारीको साथ घिउ बनाउनु गाह्रो हुन्छ नि त फ्रिजमा राख्यो भने चाहिँ अलिक छिटो बन्छ नत्र बर्खामा चाहिँ एकदम गाह्रो हुन्छ सो यस्तै छ भिडियो आजको अहिले थोरै भिडियो चाहिँ आउँछ होला अझै पनि बाँकी नै होला यस्तो
गाउँमा गुन्डा यसपालि मेरो पिरासी चाहिँ गाह्रै रहेछ साथीहरू अस्ति लडेको भिडियो देख्नु होला म यो लड्ने अनि आज नि मासु काट्दा नि हात झन्डै भाँचिदिएको छ गरेर गाह्रो छ यस्तो यस्तो गुन्डाको सङ्गत गरियो भने चाहिँ कटाइ पनि भेटिन्छ अनेकौँ खुकुरी लिएर यस्तो तिर्साइदिन्छ गाह्रो पनि हुन्छ कि गाह्रो छ है गाह्रो पत्रकार यो युट्युबर हुनुलाई सो साथीहरू हाम्रो चाहिँ काँटा गरे जत्तिकै झन्डै भेटेको छ 80 82 किलो चाहिँ भएको छ हजुर हजुर 82 किलो भएको छ टाउको फरक हो अघि अनि कोले पो 82 भनेको थियो लगभग नापे जत्तिकै पुगेको छ है हाम्रो चाहिँ मासु चाहिँ 82 किलो 82 टाउको कतिको लगेको टाउको कतिको दाममा लगेको 1000 रुपियाँको दाममा भनेपछि 2 किलो आधा 82 83 84 आधा 84 को रहेछ माल चाहिँ बागचिप्पा यो चाहिँ खाँदैछ होइन यो मान्छे चाहिँ खानु नभएको खाइरहेछ यो मुलाएर चाटेको चाहिँ यो चाहिँ स्ट्यान्डर्ड मेन्टेन भनेको चाहिँ यतिको हुन्छ क्या स्ट्यान्डर्ड भनेको चाहिँ घरैबाट लिएर आएछ त्यही भएर अनि यहाँ सबैजना भएर हुन्छ ज्वाइँले चाहिँ भर्सकै बसेर खानुपर्ने हो यहाँ चाहिँ छोड न प्ले गर्नु ए होइन सेन्टरको होइन प्ले भइरहेछ पो यो चाहिँ बुद्धिकान्टे छोक्रे पनि भन्छ जाँड हान्दैछ हेरौँ है तानाइ कसम होला 50 mm को पाइपले तानै भन्दा खतरा तान्छ कसम चुइँ गर्छ जाँड त कसम सन्ते बाउको नाति लैनेको नाति हाम्रो चाहिँ भेजा सकेपछि एकचोटि बागचिप्पा अरू चिप्पा पनि हुन्छ यो मान्छे को यस्तै छ है सबै